ल अब निस्क्यौँ है सधैँ वचन होइन सधैँ वचन एकछिनमा फेरि भोजन अघि भर्खर खाएको भोजन अहिले फेरि भोजन फेरि एकछिनमा भोजन मान्छेलाई कति धेरै चाहिँ होइन परमेश्वरको वचन हो होइन परमेश्वरको वचन बाँड्दैछ परमेश्वरको वचनलाई अझै कसरी दिनुपर्छ भन्ने कुरा तपाईँले बुझ्नुहोस् किनभने जसले प्रचार गरे पनि वचन परमेश्वरको हालेलुया यो अहिले म बोलिरहेको छु यो मेरो होइन यो परमेश्वरको वचन हो यहाँ अब्राहमको बोलबारको विषयमा यहाँ लेखिएको छ त्योभन्दा पहिला अब्राहमलाई परमेश्वरले यसरी बोलाउनुभन्दा पहिला अब्राहमलाई यसरी दर्शन दिँदै हुँदैछ हामी प्रेतको पुस्तकमा लेखिएको हामी पाउँछौँ प्रेतको पुस्तकमा अब्राहमलाई यो हरानतिर यसरी त्यो ठाउँबाट निस्केर आउनुभन्दा पहिला मेसोपोटामिया भन्ने एउटा देश त्यो ठाउँमा अब्राहमलाई जुन दर्शन दिनुभएको छ परमेश्वरले बोल्नुभएको कुरा होइन त्यो तिमी चाहिँ त्यो ठाउँबाट निस्केर आउनुपर्छ यतिखेर यहाँ पनि हामी के देख्छौँ अब्राहमलाई परमेश्वरले आफ्नो कुटुम्ब आफ्नो घराना आफ्नो घर सबै आफ्नो देश सबै छोडेर तिमी चाहिँ कहाँ मैले देखाउने ठाउँमा चाहिँ तिमी जाऊ भनेर अब्राहमलाई परमेश्वरले भन्दै हुनुहुन्छ कुन ठाउँबाट ऊ बसेको ठाउँबाट चन्द्रमा देउता त्यो तम्बुसहरू भन्ने हुन्छ नि त्यो देउताहरूको पूजा गर्ने आराधना गर्ने गर्थे दूत र महाबलले देश परमेश्वरले प्रतिनिधि गरेको देशमा यसरी विभिन्न बिचमा धेरै कुराहरू छ बिचमा परमेश्वरले यसरी त्यो ठाउँबाट निकालेर उहाँको जीवनबाट ठुलो असङ्ख्य जातिहरू उहाँले खडा गर्नुहुन्छ उहाँ चाहिँ आशिषको मूल परमेश्वरले बनाउनु भयो उहाँद्वारा धेरै आशिषका मूलहरू बग्न थाले अझ यहाँबाट मैले चाहिँ के भन्न खोजेँ भन्दा मैले भन्न खोजेको कुरा तपाईँ बुझिसक्नु भएको छ जस्तो लाग्छ यहाँ मैले यति मात्रै भन्न खोजेको आजको यो साँझमा आज यहाँको बिचमा मण्डली कुराहरू अझै बाँकी छ फाल्ने कुराहरू बाँकी छ होला परमेश्वरको वचनमा नयाँ सधैँ नयाँ मुखमा नयाँ भएर हुन्छ कति कुराहरू हामीले राखिरहेको हुँदो रहेछ हाम्रो सोचहरूमा त्यस्तै छ हाम्रो हेर्ने दृष्टिकोणहरू त्यस्तै छ परमेश्वरले त्यही कारण परमेश्वर भन्नुहुन्छ अब्राहमलाई त्यो ठाउँबाट निस्कि भने जस्तै तपाईँ र मलाई पनि त्यही ठाउँबाट निस्कि हालेलुया परमेश्वरले यो वर्षमा परमेश्वरले त्यो ठाउँबाट निस्कि परमेश्वरले भन्दै हुनुहुन्छ मण्डली परिवार परमेश्वरले त्यो ठाउँबाट निकाल्नका लागि परमेश्वर चाहनुहुन्छ जोन तिमी चाहिँ त्यो ठाउँबाट निस्किनुपर्छ परमेश्वरले मलाई पनि परमेश्वरले भन्नुभएको छ होइन तपाईँलाई पनि परमेश्वरले भन्नुभयो यही गीतलाई परमेश्वरले भन्नुभयो परमेश्वरले भन्दा यो कुरो चाहिँ परमेश्वरको वचनमा लेखेको छ तपाईँ हाम्रो जीवनमा त्यो समस्याको जालहरू छ त्यो समस्याको जन्जिरले पक्रिरहेको छ भने हामी त्यो ठाउँबाट निस्किनुपर्छ आज यो नयाँ वर्षले अर्कोमा हामी हिँड्दै गर्ने बेलामा कति ठाउँमा हामी ठेस लाग्यो लागेन हामी ठेस लाग्यौँ कति ठाउँमा हामी चुक्यौँ होला हामी हाम्रो विश्वासमा अझै वृद्धि गराउनु छ आफ्नो दौडतिर परमेश्वरतिर कोही विश्वासलाई पक्रिराखेको सधैँ अघि बढ्न परमेश्वरले त्यो साहस दिनु तपाईँ निस्किनुहुन्छ तपाईँसँग परमेश्वर हुनुहुन्छ तपाईँ जहाँ जानुहुन्छ परमेश्वर तपाईँसँगै अनि मेरो अघि अनि मेरो पछि मेरो चारैतिर यीशु छन् भन्ने एउटा वचन छ एकदम अनि वचनमा भने जस्तै अनि परमेश्वरको वचनमा भन्नुभएको छ तिमीहरूको रिस र पाप चाहिँ सूर्य अस्ताउनु अगाडि नै मर्नुपर्छ भनेर भन्नुभएको छ वचनमा त्यसरी नै हामी चाहिँ तर संसारको मानिसहरू चाहिँ कति वर्ष महिनासम्म मनमा कुगाएर है
सडाएर राख्दछ है, तर त्यस्तो गर्नु हुँदैन। हामी चाहिँ कसैको हृदयलाई चाहिँ चोट पुर्याएका छौँ भने चाहिँ हामी क्षमा माग्नु आवश्यकता छ। हुन्छ, आजको वचनबाट तपाईँहरूले बुझिसक्नु भएको छ होला। परिवार सबैमा मेरो तर्फबाट चाहिँ जय मसीह। जय मसीह। के हो भन्दा चाहिँ मेरो चाहिँ आशिषहरू चाहिँ थुप्रो छ। ल अब निस्क्यौँ है। क्रिस्टिया क्याम्प मण्डली परिवारको 2082 सालको पिकनिक यात्रा हामीले 2वटा बस यसरी रिजर्भ गरेर हाम्रो मण्डली परिवार आज पिकनिक जाँदैछ। चढ्नु चढ्नु चोकमा रोकिन्छ, चोकमा। जानु 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 म आउँदैन। क्रिस्टिया क्याम्प मण्डली परिवार अब लाग्यो यात्रातिर, पिकनिकतिर। बसमा गीत बजिरहेको कारणले मैले भोइस रेकर्ड गर्नुपर्ने बाध्यता आयो। धेरैचोटि कपिराइट लागेको छ। अब हामी सिमलटाढीदेखि हेटौँडा स्मारकतर्फ यो हाम्रो यात्रा। बाबु रोएको अलि सुरिलो भागले रुनु भनेर भन्दै थियो। पछाडि फेरि बसमा म्युजिक बजेको हुन्छ, यसलाई पनि म्युट हाल्नु पर्यो। आउनु आउनु ओ त्यो हरियो डरमनिर हेर्दै जानु है, त्यहाँ विकास छ। कोले सबै बुकिङ भइसक्यो। हामी झगडा गरेको त्यहाँ अस्ति हामीले भन्नु आएर। दिदीबहिनीहरूले प्याज लसुन अदुवा केलाउँदै गरेको छ। अब पिकनिकको तयारी गर्दै गरेको अवस्थामा पुगिसकेको छ। यहाँनिर पनि म्युजिकहरू बजेको कारणले ओरिजिनल भोइसलाई चाहिँ हामीले क्याप्चर गर्न सकिएन। आफ्नै भोइस रेकर्ड गर्नुपर्ने बाध्यता आयो। यता दाजुभाइहरूले
ल अब आगो सल्काउँदैछ, कसैले चामल पानी तताउँदैछ अनि अब यहाँनिर अब मासु र भात पाक्ने अवस्था आउँछ। अब ल बेनाले पानी हाल्यो भात पकाउनलाई। ओहो दिदीबहिनीहरूले भजन गाउनु रहेछ। यहाँनिर चाहिँ अब दिदीबहिनीहरूले भजन गाइरहेको थियो। भजन गाउँदा गाउँदै पनि पछाडि धेरैजनाले गीत बजाएको कारणले गर्दा यो भजनलाई पनि मैले लिन सकिनँ, किनभने मेरो धेरैचोटि कपिराइट लागेको छ। कपिराइट लागेपछि युट्युबले टार्गेट गर्छ। यहाँनिर झन् धेरै गीत बजेको थियो। विकास भाइले भाँडा मल्दैछ, हाम्रो अर्को दाइले पानी भर्दैछ। ल बिसु भेनाले क्रिकेट खेल्ने उलाग्या पापड तार्दैछ है। यतिखेर चाहिँ खानाको लागि प्रार्थना गर्दै थियो। यो बेला पनि पछाडिबाट गीत बजेको कारणले गर्दा मैले फेरि पनि भोइस रेकर्ड गर्नुपर्ने भयो। पास्टर बुबाले चाहिँ यतिखेर प्रार्थना गर्दै हुनुहुन्छ। हाम्रो विकास भाइ पनि प्रार्थनामा एकदमै लागिरहेको छ। अब सबैजना भात खाने भनेको यता चाहिँ कोही चाहिँ प्रार्थनै नगरिकन बसिरहेको छ। र पास्टर बुबाले प्रार्थना गर्दैछ। खाना पकिसकेको अवस्था छ। यता भाग्ने उता भाग्ने गर्दाखेरि भिडियो राम्रो रेकर्ड गर्न पाएन। धेरै भागहरू छुटेको छ। म आफै कहिले तल भाग्ने कहिले माथि भाग्ने गर्दा अब हामी खाना खान सुरु गर्दैछ। खाना पाक्न थालिसक्यो। खाना बाँड्न सुरु गर्दैछ। मेरो बुढी रिसाएको हेर्नु, मैले उता बुढाबुढीबाट देऊ भनेको बच्चाहरूलाई दिनु पर्दैन पहिला भनेको थियो भने ठिकै छ त भन्यो। बच्चाहरूलाई दिनै छ। खाना खाँदा हुलमुल हुन्छ, गज्याङ मज्याङ हुन्छ भनेर मैले कसैलाई उठ्न दिएको छैन। त्यतै बसाएर खाना बरु सबलाई गर्दैछ। बुढाबुढीहरूलाई मैले मासु लुच्दाखेरि दाँत फुस्केलाए भनेको थियो। अनि सानो नानी बाबुहरूलाई चाहिँ मासु मजाले चपाएर निलाए फेरि घाँटीमा अड्केला भनेर हँसाएको थियो। तर के गर्ने।
ल जेनिस ल ल Vai.